हेलो एभ्रिवान, नमस्ते, वेलकम छ हजुरहरूलाई फेरि पनि हाम्रो न्यू डे न्यू भ्लगमा। सो गाइज, आज चाहिँ हामी यहाँ जम्मा घरमा सबैजना भेला भइरहेको छौँ, दिदीबहिनीहरू है। कतिजनाको हुन्छ, कतिजनाको हुँदैन। सो हाम्रो चाहिँ हुँदैन। अन्त दिदीले चाहिँ यहाँ मलाई यस्तो रिल्स बनाइदिए ल भन्दैछ नि त है। अनि ल ल भन्दै थिएँ। अनि कान्छीले पनि धमाचेको रिल्स बनाएको देखेर चाहिँ मेरो कान्छीले पनि रिल्स बनाइरहेको छु, हेर्नुहोस् न, हातले छोपेर होइन। अनि धमा चाहिँको यहाँ चाहिँ हामी सबैजना भेला भइरहेको छौँ, दिदीबहिनीहरू। यहाँ चाहिँ धमा सिकाउँदैछ रिल्स, हेर्नु न। अनि अघि उसले चाहिँ त्यही रिल्स बनाइरहेको थिएँ। अनि अहिले भने चाहिँ यहाँनिर टिका लगाउनुभन्दा अगाडि चाहिँ यहाँनिर पुज्नुपर्छ नि त साथीहरू। सो दिदीले चाहिँ पुजिरहेको छ अनि म चाहिँ भिडियो बनाउँदैछु। हजुरहरूको भाइटिका चाहिँ कस्तो बित्यो होला। मेरो चाहिँ एक दिनपछि भिडियो आउँदैछ है साथीहरू। आशाको चाहिँ सबैजनाको चाहिँ भाइटिका एकदमै राम्रो बित्यो होला है। सो हामीले चाहिँ लगाउनु भएन र पनि है, दिदी एक्लै हुन्छ भनेर चाहिँ हामी पनि आयौँ दिदीको घरमा। हामी चाहिँ जहिले पनि सँगै लाउँछौँ क्या, भए पनि नभए पनि एक जग्गै भएर चाहिँ बस्छौँ हामी। तिनजना दिदीबहिनी अनि तिनजना दाजुभाइ नै छ। सो हामी यहाँ चाहिँ दिदीले भाइटिका लगाउनुको लागि चाहिँ सुरु गरिसकेको रहेछ। म चाहिँ फेरि हराइ गएछु भिडियो बनाउने मान्छे चाहिँ साथीहरू। नानीले गर्दा के एक जग्गा बस्नु पाइँदैन नि त। सो अनि यहाँ चाहिँ दिदीले अब भाइटिकाको लागि सबै गर्दैछ साथीहरू। आशा गर्छु हजुरहरूलाई राम्रो लाग्यो होला भनेर है। राम्रो लाग्यो भने लाइक गर्नु, सेयर गरिदिनु होला। हुन्छ त साथीहरू, बाई बाई। थ्याङ्क यू फर वाचिङ माई भिडियोज। बाई बाई गाइज।